द भोइस अफ नेपाल सिजन 6 मा कोच उदयको टिमबाट पाक्योङ सिक्किम भारतकी अर्पणा आचार्य फाइनलमा पुगेकी छिन्। पहिलो बसन्तको लयको पिरा मन लाग्यो चटटी बना। शनिबार उनको टिममा रहेका दावा तामाङ सोबाट बाहिरिएसँगै अर्पणा उत्कृष्ट 4 अर्थात् फाइनलमा पुगेकी हुन्। उनी सिजन 6 मा फाइनलमा पुगेकी दोस्रो प्रतियोगी हुन्। टिम उदयबाट दावा तामाङले यो मञ्च छोड्दै हुनुहुन्छ भने टप 4 फाइनलिस्ट मध्ये टिम उदयको टिमबाट अर्पणा आचार्य टप 4 फाइनलिस्ट बन्नुभएको छ भने शनिबार कोच मेलिनाको टिमबाट रोशन राई, सार्थक लामा र कोच उदयको टिमबाट दावा तामाङ बटम 3 मा परेका थिए। बटम 3 मा परेका दावा दर्शक भोटका आधारमा सोबाट बाहिरिएसँगै कोच उदयको टिमबाट अर्पणा फाइनलमा पुगेकी हुन्। कसलाई परखेछ जोबन को होला मेरो मायालु लैबरी मेरो मायालु। अर्पणा सिजन 6 मा लाइभका लागि छानिएकी पहिलो प्रतियोगी समेत हुन्। अर्पणाले ब्लाइन्ड अडिसनमा कोच उदयको कुर्सी घुमाएकी थिइन्। उनी कोच उदयको टिममा छिन्। वर्षीय अर्पणा पाक्योङ सिक्किम भारतकी हुन्। सिक्किममा सन् 2019 मा भएको गायन प्रतियोगितामा रनर अप भएकी अर्पणा अहिले संगीतमा मास्टर्स गर्दैछिन्। उनले आफ्नी आमाबाट गाउने प्रेरणा पाएकी हुन्। आदरणीय दर्शकबिन, तपाईलाई अर्पणाको आवाज कस्तो लाग्छ? कृपया कमेन्ट गर्नुहोस्। भिडियो मन परेमा लाइक र शेयर गर्न पनि नभुल्नुहोला। यस्तै भिडियोहरूका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोस्। चन्द्र घलानको साथमा तपाईँ हेर्दै हुनुहुन्छ मुर्चुङ्गा टिभी।